बजेट कर्मकाण्डी छ हेर्नुहोस्, यो चाहिँ सामान्य छ, त्यति धेरै कुनै यसबाट फरक आउने कुरा केही पनि छैन। तर एउटा हाँसो लाग्दो कुरा के देखियो भने जुन नवयुवा पुस्ता भनेर भनेको थियो नि, जस्तो त्यो नवयुवा पुस्ताका लागि आयो भनेर खुब प्रचार गरिएको थियो। अस्ति नीति तथा कार्यक्रममा पनि त्यो कुरा आएको थियो। तर अहिले कस्तो आयो भने यसमा 73 करोड, करिब 70-73 करोड मात्रै अब लोन दिने भन्ने कुरा आयो क्या। अब यो त 73 जनाले 1 करोड रुपियाँ मात्र लोन पायो भने जम्मा देशभरि 73 करोड जनाले 73 जनाले चाहिँ लोन पाउने भयो। यस्तो कर्मकाण्ड किसिमले बजेट आउने र अर्को कुरा निर्देशिकामा आउने कुरा, जस्तै राष्ट्र ब्याङ्कका कयौँ नियमहरू छन्, जस्तो डिजिटलाइजेसनको कुरा, जस्तो केवाइसी फर्मको कुरा, यो त राष्ट्र ब्याङ्कले निर्देशिकाभित्र ल्याउने कुरा हो नि त। यहाँ बजेटमा ल्याएर पारित गरिरहेको अवस्था छ। अर्को चाहिँ विधेयक बन्ने कुरा पनि बजेटमा ल्याउनुपर्छ र, त्यो त संसदको काम हो विधेयक बन्ने कुरा। अब कर्मचारी निजामती ऐन यो वर्ष पास गर्छौँ अरे अनि बजेटमा भाषणमा आउँछ। यो त एउटा कार्यव्यवस्था समितिले निर्णय गरेर ल्याउने कुरा हो हैन। यो चाहिँ कस्तो कर्मकाण्डी छ। अनि अर्को कुरा के छ भने अब यो बजेटबाट चाहिँ केही हुने केही पनि होइन। के हुन्छ अर्थमान, कसरी हुन्छ? अब बजेटमा तपाईँको ऋण कति छ? अनि अब एउटा अलिकति राम्रो कुरा भनेको के भने इबीमा कर बढेन, जो बढ्छ कि भन्ने लागेको थियो, बढेन। तर घटाउनु पर्थ्यो इबीमा, त्यो पनि घटाइएन। किनभने अहिले जस्तो इबी गाडीहरूमा चाहिँ हामीले कर घटाउनुपर्छ। किनभने विद्युतीय सवारी साधनमा हामीले कर घटायौँ भने 3 खर्बभन्दा बढी हामीले पेट्रोलियम पदार्थ जुन आयात गर्छौँ त्यो पैसा कम हुन्छ नि त, राज्यलाई फाइदा हुन्छ नि त। त्यो घटाइएन, यथावत राखियो। तर घटाउने अपेक्षा हामीले राखेका थियौँ। उत्साहपूर्ण आयो भन्छु म। हाम्रो नाडाले विगतमा धेरै वर्षदेखि माग गर्दै आएको धेरै जटिल समस्याहरूको समाधान आयो भन्छु। तर यो भन्दै मैले सुन्न त पाएँ, अब राम्ररी रातभरि पढ्न पाएपछि अनि हाम्रो सही वक्तव्य निकाल्छु भनेर भन्छु। निजी क्षेत्रको भाव समेटेको छ, भावलाई राम्रो रूपमा मर्म र भावलाई समेटेको छ। इभन हामीले समग्र व्यवसायीहरूको लागि भन्दै आएको कुरा, जुन प्रदर्शनी केन्द्रको कुरा छ, त्यो समेटेको भनेको हाम्रो लागि ठुलो एउटा आश्वासन हो। यसले नाडा अटो सो भनेर जुन देशकै सबभन्दा ठुलो एउटा प्रदर्शनी हुने गरेको थियो, त्यसलाई अझै उत्साहपूर्ण गरेको छ। निजी क्षेत्र उत्साहित छ। तर मैले कहाँनिर जोडेको छु भने हिजो जस्तै जसरी आजको दिनमा हामी सबै निजी क्षेत्रहरू उत्साहित हुने, भोलि बिहान गएर कहाँनिर हो भने फेरि उत्साहित हुँदै गर्दाखेरि चाहिँ भोलि बिहान बिस्तारै निरुत्साहितमा परिवर्तन हुने खालको चाहिँ नहोस्। किनभने आज सबैतिर छुवाएको छ। दुईटा राजनीतिक ठुला दलहरूले ल्याएको बजेट हो, पक्कै पनि यो राम्रो छ, सकारात्मक छ, हामी सबैले बुझ्ने चाहिँ हो। तर यो कार्यान्वयनको पक्षमा चाहिँ बिस्तारै कसरी कार्यान्वयनमा जान्छ भन्छ। तर आज जुन सबैले हामीले दिने प्रतिक्रिया यो हो। तर समग्रमा चाहिँ यो राम्रो छ भन्ने कुरा चाहिँ हो। त्यति हामी उद्योग वाणिज्य महासङ्घले चाहिँ दिएका चाहिँ सुझावहरू मध्ये चाहिँ धेरै सुझावहरू चाहिँ भन्नाले चाहिँ समेटिएको चाहिँ छ। यसमा अब हामीले खास गरेर यो आर्थिक ऐन चाहिँ भन्नाले चाहिँ आएपछि डिटेलमा चाहिँ अब हेरेपछि चाहिँ हामी अब डिटेलमा चाहिँ कुरा गर्न चाहिँ सक्छौँ। तर सरसर्ती चाहिँ हेर्दाखेरि उद्योग वाणिज्य महासङ्घले जुन सुझावको रूपमा चाहिँ माननीय अर्थमन्त्रीज्यूलाई चाहिँ उद्योग वाणिज्य महासङ्घमा नै बोलाएर जुन हामीले चाहिँ सुझावहरू चाहिँ दिएको चाहिँ थियौँ, त्यो दिएको चाहिँ सुझावहरूमध्ये धेरै सुझावहरू चाहिँ समेटिएको छ। अब डिटेलमा वास्तवमा हामी अब त्यो आर्थिक ऐन चाहिँ हेरेर वास्तवमा चाहिँ उ चाहिँ गरौँला। तर सरसर्ती चाहिँ हेर्दाखेरि अब निजी क्षेत्र को जुन एउटा भनौँ न लाई प्रायोरिटी दिएर जुन हिसाबले चाहिँ भन्नाले चाहिँ बजेटमा चाहिँ लेखिएको छ, त्यो हिसाबले चाहिँ हामी उत्साहित छौँ। र जुन भनौँ न यो 6% को जुन ग्रोथ हुन्छ भन्ने जुन भन्नाले अब प्रक्षेपण छ, मलाई लाग्छ यो चाहिँ रियलमै कार्यान्वयन चाहिँ भयो भने वास्तवमा यसले भन्नाले चाहिँ गर्छ भन्ने चाहिँ छ। अर्को एउटा यो बजेटले चाहिँ जस्तो यहाँले हेर्नुभयो भने जस्तो यो लगानी बोर्डलाई चाहिँ धेरै नै एउटा पावरफुल बनाएको चाहिँ देखिन्छ। अब यो चाहिँ भन्नाले यसको हिसाबमा पनि मलाई लाग्छ भन्नाले अब यो यसको कसरी चाहिँ कार्यान्वयन कसरी इम्प्लिमेन्ट चाहिँ हुन्छ त्यो चाहिँ एउटा चाहिँ गर्नुपर्ने छ। तर समग्रमा उद्योग वाणिज्य महासङ्घले दिएका चाहिँ धेरै सुझावहरू चाहिँ समेटिएको चाहिँ छ। मैले एकदम ध्यान दिएर हेरेको शिक्षाको बजेट हो। शिक्षामा जुन खालको मैले अपेक्षा गरेको थिएँ त्यो आएको छैन। पोहोर सालको बजेट र अहिलेको हेर्ने भने तपाईँको इन्फ्लेसन मुद्रास्फीति कति छ त्योसँग किपअप गर्ने मात्र आएको छ। बजेट राम्रो छ र आयव्ययको पनि चाहिँ लक्ष्य ठिक छ। अब कार्यान्वयन कस्तो हुन्छ भन्ने कुरो विशेष गरेर यो स्टार्टअप युवाहरूलाई रोजगारी दिने सम्बन्धमा, यो सहकारी पीडितहरूको चाहिँ सम्पत्ति जफत गरेर निक्षेपकर्तालाई फिर्ता दिने सम्बन्धमा र बजेट चाहिँ राम्रो आएको छ। अब कार्यान्वयन कस्तो हुन्छ त्यो हेर्नु पाइन्छ। समग्रमा अब भाषा राम्रै आएको छ। अब यसलाई चाहिँ थप अध्ययन गरिसकेपछि चाहिँ अब अरू
हामीले उठाएको कति आएका छन् भन्ने हुन्छ र अहिलेसम्म समग्रमा सैद्धान्तिक रूपमा बजेटले समेट्न कोसिस गरेको छ। पहिलो कुरा त यो बजेट चाहिँ यथार्थपरक छ र अनुशासनतिर फर्किएको छ। सीमित स्रोतको अत्यधिक सदुपयोग कसरी गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित छ। साधन खर्चलाई वाञ्छित सीमाभित्र राख्न, पुँजीगत खर्चका निम्ति स्रोतको दायरालाई विस्तार गर्न सफल छ। जहाँसम्म अहिले चाहिँ यसले के कुरामा जोड दिएको छ भने सुरु भएका कामहरू सम्पन्न गर्ने कुरामा यसको फोकस छ। कार्यान्वयनका सन्दर्भमा जहिले पनि चुनौती त हुन्छन्, तर यो चुनौती पन्छाउँदै कार्यान्वयन हुन सक्ने गरी नै मैले बजेट प्रस्तुत गरेको छु। यो बजेट कार्यान्वयनका दृष्टिकोणले प्रभावकारी ढङ्गले कार्यान्वयन भएको बजेटको सूचीमा चाहिँ सूचीकृत हुन्छ, अङ्कित हुन्छ भन्ने मेरो विश्वास छ। मन्जु, अघिल्लो सरकारले ल्याएका कुराहरू पनि तपाईँले केही कुराहरू पनि लिएर आएर देखाउनु पनि भएको छ। हामीले नै उद्योगीहरूसँग कुरा गर्दाखेरि चाहिँ हामीलाई सहज हुने गरेको बजेट चाहिँ त्यति होइन कि भन्ने मिश्रित प्रतिक्रिया दिएको। कसले के भन्नुभयो? होइन, उहाँहरूको चाहिँ उद्योगी व्यवसायहरूको अनि यो उद्योगी व्यवसायले कसले के भन्नुभएको छ त उहाँहरूको कुरा भयो। तर यो चाहिँ बजेट चाहिँ निजी क्षेत्रको मनोबल बढाउने, निजी क्षेत्रको आत्मविश्वास बढाउने, निजी क्षेत्रलाई सहयोग सहजीकरण गर्ने, लगानी वृद्धि गर्ने सबै दृष्टिकोणले चाहिँ अनुकूल छ यो। र मलाई लाग्छ कि निजी क्षेत्रले यो बजेटका यी मर्महरूलाई बुझेको हुनेछ भन्ने मलाई विश्वास छ। मलाई एउटा प्रश्न गर्ने, यो ठुलो आकारको बजेट भयो, यो बजेट कार्यान्वयनमा चुनौती छ, ठुलो आकार छैन। यो बजेट चाहिँ सबभन्दा यसको विशेषता भनेकै यसले चाहिँ यो अनावश्यक त्यो भनौँ न परिस्थितिभन्दा बाहिर गएर यसको स्रोतको अनुमान चाहिँ गरिएको छैन। यो रियलिस्टिक बजेट हो। यो चाहिँ यो चाहिँ फुलेको सुन्निएको बजेट होइन, रियलिस्टिक बजेट हो। स्रोतको अनुमान जे गरिएको छ तेस्रो अनुमान कार्यान्वयन हुन सक्ने गरी नै गरिएको छ। तपाईँ राजस्वको कुरा गर्नुहोस्, तपाईँले चाहिँ अन्तर्राष्ट्रिय सहयोगको कुरा गर्नुहोस् अथवा आन्तरिक ऋणको कुरा गर्नुहोस्, हामीले त्यो चाहिँ एउटा निश्चित सीमाभित्र रहेर बजेटको अनुशासनको सीमाभित्र यो छ। अब चलायमान हुन्छ हुन्छ तपाईँहरू सबैको साथ चाहिन्छ। हुन्छ हत्या आयो हत्या खुस्सा भन्छन् नि, त्यस्तै खालको। न यसमा चाहिँ कुनै नयाँपन छ, न कुनै जनमुखी जनपक्षीय कार्यक्रम छन्। त्यस्तो खासै चाहिँ आकर्षण दिने, जनतालाई चाहिँ सुविधा दिने कुनै कार्यक्रम छैन। जस्तो हामीले भन्दै आएको चाहिँ सुशासन कायम गर्नुपर्छ, भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ भन्दै आयौँ। भ्रष्टाचारको विषय प्राथमिकताको एकदम लोएस्ट ठाउँमा होइन, भ्रष्टाचारलाई चाहिँ कुनै प्राथमिकतामै राखेन। भ्रष्टाचार नियन्त्रणलाई, सुशासन दिने कुरालाई यो बजेटमा स्थान नै दिइएन। रोजगारी सिर्जना गर्ने कुरालाई चाहिँ कुनै स्थान दिएन, जबकि रोजगारी सिर्जना गर्नका निम्ति कृषि क्षेत्रमा बजेट वृद्धि गर्नुपर्थ्यो। कतिसम्म भने जनतालाई अत्यावश्यक पर्ने मलमा अनुदान दिने कुरा चाहिँ 2 वर्ष अगाडि 32 अर्ब थियो भने अहिले चाहिँ 28 अर्बमा झारिएको छ। अनि खेलकुद क्षेत्रलाई प्रायोरिटी दिने भन्छ होइन, 6 अर्ब बजेट छुट्याउँछ। प्रविधि क्षेत्रलाई चाहिँ प्रायोरिटी दिने भन्छ, 7 अर्ब बजेट छुट्याउँछ। पर्यटनलाई प्राथमिकता दिने 13 अर्ब बजेट छुट्याउँछ। त्यसकारण चाहिँ रोजगारी सिर्जना गर्ने, समृद्धि दिने, सुशासन दिने खालका कुनै पनि कार्यक्रम चाहिँ यो बजेटमा आउन सकेन। यो निराशाजनक र यो एक किसिमको चाहिँ कर्मकाण्डी मात्रै छ। योग्य नभएका ऐन कानुनहरूलाई पूर्ण रूपमा खारेज गरेर त्यसलाई कार्यान्वयन योग्य बनाउनुपर्छ र कतिपय कामहरू चाहिँ तुरुन्तै सुरु गर्नको लागि पनि सरकारले त्यो बजेटमै त्यस्ता ऐन कानुनहरूलाई चाहिँ निलम्बन गरेर यो बजेटबाट चाहिँ त्यो कामहरूलाई चाहिँ सुचारू रूपमा अगाडि बढाउने गरेर कामहरू सम्पन्न हुने यो बजेटबाट मैले अपेक्षा गरेको छु। यो बजेटबाट हामीले धेरै अपेक्षा गरेका छौँ। त्यसै गरेर हामीले कुनै पनि ठेक्का चाहिँ अन्त्य गर्दाखेरि त्यसको कन्सिक्वेन्सेसहरूलाई पनि संसारभरि प्रचलित ऐन कानुन अनुसार हुनुपर्ने जुन व्यवस्था छ त्यो व्यवस्था नेपालमा नभएकै कारणले गर्दाखेरि लामो समयदेखि चाहिँ योजनाहरू रुग्न भएको छ। निर्माण कम्पनीहरूले चाहेर पनि त्यो योजनाहरू सम्पन्न गर्न सकिरहेको छन्। त्यस्ता योजनाहरूलाई पनि पूर्ण रूपमा समावेश गरेर यो बजेटले मुलुकलाई नयाँ दिशा दिने, मुलुकको अर्थतन्त्रलाई चलायमान गर्ने, मुलुकको उद्योगहरूलाई चलायमान गर्ने र यहाँ रोजगारी सृजना गर्ने
किसिमको बजेटको हामीले अपेक्षा गरेका छौँ। त्यही अपेक्षा साथ हामी यहाँ उपस्थित छौँ। थोरै केही सकारात्मक पनि छ। यो पढ्दै कमाउँदै गर्ने जस्ता कार्यक्रमहरू केही समेट्ने काम गरेका छ। खर्च घटाउनलाई ज्येष्ठ नागरिक भत्ता दिने उमेर चाहिँ पहिला 68 थियो, अहिले 70 मा लगेको छ। मलाई सायद खर्च बचाउनु पनि पर्यो। पहिला चम्की 68 गरेर लगी गए हैन, त्यो खर्च भार बढ्दै गयो। त्यसो भएर पनि अलिअलि सुधार गर्न खोजिया जस्तो पनि देखिन्छ। तर मलाई के लाग्छ भने आजको यो अर्थतन्त्रको जुन गिर्दो अवस्था, आजको जो परिस्थिति छ, यसलाई छिचलेर भन्न सके जस्तो देखिएन।